हेलो नमस्ते के छ वेलकम टु न्यू माई ब्लग। आज चाहिँ हामी खोला जान लाग्यो। एकछिन हेरिदिन हार्दिक अनुरोध छ। र आज चाहिँ त्यही खोलातिर यसो कप नुहाउन र कपडा धुन जान लाग्छौँ। र प्रायः म चाहिँ साइकलमा जानु हो। साइकलमा सबै देखाउनेछ तपाईँलाई। घरको यताउता कस्तो राम्रो ठाउँहरू देखाउनेछु। भिडियो बनाउन हामी जान लाग्यो। हेलो गाइस, हामी चाहिँ यहाँ टुडुङ्गा पुगिसक्यौँ र हामी पुग्न धेरै लाग्छ चाहिँ 15-20 मिनट लाग्छ। यसै हो कहिले उतातिर घुम्नुपर्छ। पहिला हामी साइकलमा कहिले हिँड्दैन। तपाईँहरूलाई खेल्नु होला झारो यार। अरे वो गाइस साइकलको एउटा ब्रेकै छैन। अहिले टायर लाग्छ। नजानु हुन्छ नि झार्छ। ओइ बिस्तारो झारे। यही हो अहिले चाहिँ हामी टुटुङ्गा पुगिसक्यौँ। यहाँ झोलुङ्गे पुग्ने देखाउँछ। जोरलंगे पर बैठ जाना। पंडित सिंह ने जान आज बन्द हो। मर्ला धेरै दिनपछि आएको मनी यार। योभन्दा बर्खामा मजा, योभन्दा बर्खामा झन् दामी। कस्तो लाग्छ पोखरा तपाईँहरूलाई? एकदम बर्खामा हरियाली हुन्छ। गजब। यो चाहिँ जोरलुङ्गे सेती पुल कहाँ छ थाहा छैन। डेन्जर चिप्लो हो कि यार, पुरानो धेर भएर होला। ओइ पानी बढ्यो रहेछ है सेती खोलामा। सेती खोला देख्न सक्नुहुन्छ तपाईँहरूले। देखिन्छ कि छैन तर एकदम तल पानी चाहिँ यहाँदेखि तल निस्किन्छ। यतापट्टि यहाँदेखि निस्किन्छ क्या खोहा। यो ठाउँ नि एकदम भयङ्कर छ। अहिले चाहिँ साइकल निकालिसक्यो। फाइनली हामी चाहिँ जानकी स्कुल आइसक्यो। देखि सक्नुहुन्छ बस्ने एकदम सुनसान छ। अहिले बन्द छ, इक्जाम भएर होला जस्तो। अनि अहिले भिडियो बनाएछ र अहिले
भयङ्कर ओह्रालो हात्ती भएर भाइले झारिरहेछ। चिर जा म चाहिँ त सिधा बाटो जानु पर्यो। थाहा छ होला नि गाउँमा जस्तै बाटो सिधा बाटो र घुम्ती बाटो हुन्छ। सिधा बाटो होइन सानो गाउँ रहेछ। चलाउनु पर्यो चढ्नु पर्यो। भन्दा राम्रो बर्खामा हुन्छ हरियाली एकदम बब्बाल लाग्छ। यहाँ चढ्ने हो र दुईजना भेट्दैन होला नि मेरो के फेरि ओह्रालो सानो झारी जान्छ। भनेको खोला पुग्न लाग्यो देखिरहेछ। अब यहीँबाट जाने हो यही बाटो जाऊँ न। कसै पढ्ने त गाइसो आँखा हुन्न नि त्यस्तो नगर्न। ब्रेक बिग्रिन्छ कि डेन्जर फुल्याछ यार। कोरिया जस्तै फुल त बब्बाल फुल्याएको यार। मलाई दामी लाग्यो गर्न आइन्छ क्याब बब्बाल फुल्याएको खाइसो। केराबारी लामो लामो केरा सङ्घर्ष मेरो केराबारीमा। केरा एकदम ताकतवर चाहिँ फ्रुटमा एकदम बेस्ट सबैभन्दा राम्रो हुन्छ। देख्न सक्नुहुन्छ पोखराको बस्ती गाइसो यस्तै छ। फाइनली गाइस म फुस्रे खोला पुगिसकेँ। अब सुन्नुहोस् फुस्रे खोलाको खुबी चाहिँ के छ नि एकदम सफा पानी हो कि। भाइ यहाँ आइरहेछ साइकल लिएर। यही हो खोला चाहिँ धेरै ठुलो त छैन। बर्खामा चाहिँ निकै ठुलो आउँछ होइन। अहिले चाहिँ हल्का सानो छ। फेवातालको टाइमको पानी यहीँ आउँछ कि। फाइनली गाइस फुस्रे खोला पुगिसक्यो हामी। भाइले हाम्रो माथि छ कपडा धुने ठाउँ। त्यस्तोमा नलग्न
हुन्छ राइडर साइकलको हालत पत्ला भएर यहाँ भइसक्यो मान्छेहरू अगाडि धेरै आइसकेछ भयो पनि आइसक्यौँ मान्छेहरू कपडा धोइसकिसकेको छ यहीँ आउने नि हो तर यहाँभन्दा तल ठुलो निकै ठुलो ताल थियो कि त्यो तालमा चाहिँ खेल्न बहुत मजा आउँछ पोखराउनु भयो भने फुस्रे खोला चाहिँ आउनुहोस् एकचोटि पानी चाहिँ सफा छ त्यही भएर जहिले नै काम आज छुट्टी भएछ त्यही भएर यसो यताउता कहाँ घरमै फोन हेरेर नि काम छैन आँखा मात्रै दुख्छ साइकल निकाल्न आएको पक्की पुल थियो यो गोलाले भत्काइदिएर यो झोलुङ्गे पुल ल्याएको छ त्यही नि बर्खामा यो माथि जान्छ पानी यो त्यति त पुग्छ मजाले यार बर्खामा त डेन्जर ठुलो आउँछ ल है गाइजहरु अब चाहिँ लुगा धुने पालो आयो सबै लुगा धुम है देखिँदैन घाम राति भएछ घरमा केही छैन हेलो गाइस भन्न केही हेलो गाइस मेरो भाइ चाहिँ होइन डाइ फान्छु भन्छ के अरे अब डाइ फान्नलाई जाँदैछ यहाँ माथि पुगिसकेको छ हाल्दै ओइ बब्बाल हाल्दियो क्या तर म तो camera यार जाडो छ यतिकै जाडो पानी त छैन तै पनि हल्का चिसो हावा आइरहन्छ कि त्यहाँबाट एकदम जाडो यही हो खोला चाहिँ गाइस नुहाइ धुवाएर खोलामा नि मजाले पौडी खेल्यो कपडा नि धेरै भयो झोलामा नि अट्यो त्यही गाइस हामी चाहिँ अब हिँड्यौँ है साइकल नि अब निकाल्नु भाइले हेलो भन् ल अब चाहिँ हामी लाग्यौँ अहिले 12-1 बजिसक्यो कपडाहरू नि राम्रो सुकेन भारी रहेछ मैले बोकेँ तल किनार जानुपर्छ बाटो राम्रो होइन त्यही भएर म हिँड्दै र भाइ चाहिँ साइकलमा बाटोमा निस्किनलाई अब 2 मिनट जति लाग्छ र यहाँ चाहिँ पुरानो झोलुङ्गे पुल के एकदम सबै भत्किसकेको छ त्यही नि फेरि बनाएको पारी चाहिँ गाउँ छ सानो ठुलै गाउँ होला चाहिँ राइडर भन्दै थियो कि भाइ फेरि जानु सक्छ सँगै लडा थिइस् अहिले बिस्तारो जा छ राइडर क्या झारो केटाले छजङ्ग ब्रो
빨리 남동생 가세요. 빨리 빨리. Stay home, paralyzed like they are. Yeah. परिवार छोडेर सपना बोकेर हिँडेको यात्री हो म। 2 पैसा कमाउँछु यसैमा रमाउँछु के खानु आतिनु र छैन के को लाज म लिन भाइ 2500 सोचेको जस्तो के पनि हुँदैन त्यही पनि गर्दैछु त नि। थोरै बाटो हल्का गिटी गिटी रहेछ भाइले राम्रो बाटो हेलो नमस्ते ठोकिदियो नमस्ते ठोकिदियो तिम्रो हेराइले मेरो धड्कन रोकिदिया। भाइ चाहिँ उता बाटो रोडबाट निस्क्यो म चाहिँ सर्टकट भनेर यताबाट आएँ छैन गाउँको भनेर गाउँमै उकालो माथि निस्किन्छ अङ्कल यहाँ खतरनाक बाटो एकदम बबाल बाटो खतरनाक यार केही हिँड्न चाहिँ चलिरहेको थियो बन्द गरेर किन बनाइरहेको रहेछ भर्खरै 15-20 मिनट हिँडेर बल्ल सिधी खोला पुगिसक्यौँ हामी। त्यो बाटोमा नि कुदाउनु छ गाह्रो भने माथि सधैँ भाइ र म चलाउँदाखेरि सधैँ एउटा न केही बिग्रेकै हुन्छ त्यही भएर कराउँदैछु। सेती खोला पुगिसकेँ म 15-20 मिनट हिँडेर। सेती खोलाको होइन पानी राम 3 चर हरियो त है एकदम बबाल छ कि राम हैट डर लाग्छ। त्यही भएर माथिबाट गरेर यता क्या सेती खोला र खतरा ल अहिले चाहिँ घारीले नदेखिएको कि छप्पै छोपेछ। गाइस सेती खोला चाहिँ यस्तै छ हेर्नु यता तल चाहिँ निस्किएछ फेरि उता कहाँ तलबाट फेरि यस्तै भएछ कि यस्तो भित्रभित्र बगिरहन्छ कि। आज हामी यता मास्तिर हो हाम्रो बाटो आज आधी घन्टा जति लाग्छ होला कोठा पुग्न। ठिकै छ जति हिँड्नु त्यति राम्रो हो आफ्नो स्वास्थ्यको लागि। कहिले काहीँ पनि हिँडिन्छ घाइचहरू गाह्रो छ यार घाममा हिँड्न यार मजा आछ यो होइन भाइ यार घाममा गाह्रो छ। कोठा पुग्नलाई कति 15-20 लाग्छ है 20 मिनट जति लाग्छ केही छैन। यहाँ चाहिँ उकालो त धेरै छ बर्खामा यो यस्तो राम्रो हुन्छ यहाँ आउँ जस्तो लाग्छ कि। अहिले चाहिँ सबै झार सुकेर है खतम भएको छ उकालो उकालो घरमासतिर
पछि चाहिँ दामी हुन्छ। अहिले चाहिँ पुरा सबै झार सुकेर हेर्न नि अलि मन लाग्दैन कि पछि चाहिँ यस्तो भब्बाल हरियाली हुन्छ क्या, खतरा हुन्छ। टुटुङ्गा है यहाँ चाहिँ खरे खोला हुन्छ नि यसलाई, खरेतिर आउनु होला, एकदम बब्बाल हुन्छ। अहिले चाहिँ खासै छैन, बर्खामा चाहिँ राम्रो हुन्छ। गर्मीमा नसकिने रहेछ गाईहरू पानी एउटा प्रतीक्षामा बस्नु हावा खाँदै। दाजुभाइ चाहिँ उतापट्टि एकछिन मजा गरियो, गाह्रो भएर चाहिँ केही छैन, मजाले गाह्रो त हुन्छ नि। अघि आउँदा मजा आएको थियो, अहिले गाह्रो भएर केही छैन। स्वास्थ्य राम्रो हुन्छ, जति हिँड्यो त्यति। फाइनल गाइज अब भाइको क्लास स्कुल होइन, स्कुल पुगिसक्यो। नाम के अरे? सागर। स्कुलको नाम श्री सिद्ध माध्यमिक विद्यालय। कोही पढ्नुहुन्छ भने कमेन्ट गर्नु होला। कोही पढ्नुहुन्छ भने कमेन्ट गर्नु होला। ल अब चाहिँ पुग्न लाग्यौँ, अब धेरै छैन। ल अब हिँड्न लाग्यौँ है। फाइनल स्कुल पुग्यो, कपडा सबै सुकेर लास्टै गर्मी रहेछ। चालु हालिदिएर है बस्दै म त थचक्कै। लास्टै पुरा गर्मी छ, केही भन्छ होइन। आजको भ्लग चाहिँ यति नै, र अर्कोचोटि फेरि योभन्दा राम्रो बनाउने कोसिस गर्छु म। आजको लागि यति नै। ल तपाईँले अहिलेसम्म हेर्नु भएको छ भने धेरै धेरै धन्यवाद तपाईँलाई। र अनि सब्सक्राइब नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु अनुरोध छ। र तपाईँको एक लाइकले र सब्सक्राइबले हामीलाई धेरै मोटिभेसन हुन्छ।